मेरो भान्जा विवेकसँग अस्ति बाँस यस्तो सुकेको बाँस फुटाउनु, चिल्याउनु, गिन्नु, तिखो पार्नु र टाटी बुन्नुले धेरै समय लाग्यो। यही हो है। यसरी यो साँधमा यो उखु यही लोकल मकैहरू, तरकारी, फर्सीको मुन्टा, बेथु साग अनि लट्टे सागहरू, मकै यसरी उता अनि उतातिर यसरी बारेको। ल हेर्नुहोस् यो कति अग्लो छ मेरो, देख्नुभयो बेथुको साग कति अग्लो, मभन्दा अग्लो। यो मेरो सुनाखरी फुल अर्ग्यानिक जङ्गलबाट ल्याएको। ल यस्तै छ यो ढोका, यो खोल्ने बन्द गर्ने सधैँ खुल्दैन थियो, टाढा घुमेर जानु पर्थ्यो अनि साह्रो गाह्रो मलहरू ल्याएर चलाउनु पर्दाखेरि, काठहरू किनेर ल्याएको यताभित्र ल्याउनु पर्दा। अनि यो झ्याल, मेरो झ्याल यस्तै घरको, यो चाहिँ जो पक्का घर, यो चाहिँ झ्याल। ल हेर्नुहोस् यो ढोका ठक्कसँगले यो खोल्दाखेरि यसरी खोल्छ। पल्लो घरको त्यो टाटी पल्लो घरको छिमेकीको। अनि यो मकै यसपालि मरिजान्छ भनेर गुड्दिएन पनि, अलिक पछाडि पानी परेपछि दोहोऱ्याउँदाखेरि फेरि अब धान चार आइसकेको, त्यसले गर्दाखेरि दोहोऱ्याइएन पनि जस्तो फल्छ त्यस्तै खाने हो, समयले दिएको। ल यही हो, यो चाहिँ कोठेबारीमा जाने ढोका। यस्तो खालको ढोका यस्तै। पल्लो साइलाको घर, साइला भतिजो घर। यो साइला भतिजो घर पनि यतातिर। साइला भतिजो घर, त्यो मेरो घर, मेरो एकदम राजमहल हो, राजमहल। त्यो माथि टालेको छाना माइला भतिज सुभाष राईको घर। ल यस्तै छ मेरो घर। नराम्रो भए पनि कोठेबारी चाहिँ राम्रो बनाइयो, त्यसैमा खुसी। अब 5 वर्षलाई मेरो कोठेबारी ढुक्क। ल आज यो तयारी भएको चाहिँ अस्ति, र आज चाहिँ मिति 2083 साल वैशाख 11 गते साँझ 6:15 बजे। 37 साल जल